उता पारी यो रोड चाहिँ उता हाम्रो घरतिरबाट आउने रोड हो, खुदीतिरबाट आउने रोड हो। ओ त्यो देखेको हेरी घरहरू चाहिँ मेरो मामा घर हो। यी घरहरू चाहिँ यहाँ तल पनि यी सबै हो। त्यो चाहिँ मेरो माइल दाइको घर, यो ठुल दाइको, यो सानो दाइको, यो सानो दाइको घर हो, मेरो मामा घर हो यो। अनि त्यो बाटो हो, यो चाहिँ हाम्रो घरतिरबाट आउने बाटो। अनि त्यताबाट नि गाडी आइरह, हाम्रो भदैनीहरू आइरह, त्यो बाटो हो। अनि यस्तै यताबाट सिधै उता लमजुङ पनि निस्किन सकिन्छ यो बाटो चाहिँ। अनि घर भनेको चाहिँ हो त्यो, म त्यहीँसम्म जाँदैछु, अलि टाढाबाट देखाइदिएको। अनि त्यहाँबाट बाटो पिच छ सर, र यो डाँडाबाट उता गएपछि चाहिँ बेगनास्थल छ, बेगनास्थलबाट आउने बाटो हो त्यो चाहिँ। ल यही नै हो। अब त्यहाँबाट तल चाहिँ पिच बन्न लागिरह, अहिले बन्ने भन्थ्यो कि अब अहिले चाहिँ भएन। यति राम्रो ठाउँ छ कि यहाँ चाहिँ धान खेत गरेर खान्छु, तोरी, गहुँ, मकै, मुसुरो, समथिङ जे लगाएर खान्छु भन्न पनि पाइन्छ। यति राम्रो बस्तीहरू छ। ल यस्तो दामी खतरा ठाउँ छ है। त्यहाँ तल त्यो बङ्गु फार्म हो, कुखुरा फार्म। यता यो हाम्रो मामा घरभन्दा पछाडिपट्टि भैँसी फार्महरू पनि छ। ठ्याक्क 4वटा बाटो भएको ठाउँमा है। यो बाटो गयो भने बेगनास्थल पुगिन्छ, यो बाटो गयो भने उता लमजुङ जाने बाटो देउराली भन्ने ठाउँमा पुगेर लमजुङ जान सकिन्छ। यो भनेको चाहिँ यही गाउँमा जाने बाटो हो, तर यस्तो राम्रो बाटो हो। अब ठ्याक्क पिच हुन मात्र बाँकी हो। यता भनेको हाम्रो घर खुदी, त्यो बोट उतेको ठुल्ठुलो घरहरू देखेको, त्यहाँभन्दा उतापट्टि हाम्रो घर हो। पिउहरू देखिरह, त्यो डाँडामा देखेको हो त्यो चाहिँ गोरखनाथको मन्दिर हो। यहाँको हाम्रो एकदम प्रख्यात मन्दिर। पोखरादेखि गोर्खादेखि कति ठुल्ठुलो गुरुहरू आउनुभएको त्यहाँ चाहिँ। यस्तो हो, चाहिँ धान कुट्ने मेसिन हो। यो चाहिँ उहाँ मुस्ताङ मनाङदेखिबाट भोटेका बच्चाहरू आएर जाडो महिनामा पढ्ने स्कुल हो, अहिले पनि यहीँ छन्। मैले भनेको घर चाहिँ हो त्यो सुङ्गा कलरको हो, त्यहाँसम्म जाँदैछु। यताको ब्याकग्राउन्ड देखाइदिएको। यस्तो दामी ठाउँ चाहिँ, हामी आउने जङ्गल भनेको त्यही हो। ल पिचबाट यहाँबाट सुरु भयो। यस्तो छ। यति ठुलो फाँट छ। ल हेर्नु, खुदीको फाँट यति ठुलो हो। हामी उताबाट आएको, हाम्रो घर उता हो। ल यस्तो दामी बाटो, नेउरी मुसले बाटो घाटो। ल त्यो बाटो सर आउने बेगनास्थलबाट। घर भनेको चाहिँ यही हो, बिक्रीमा भनेर टाँसेका रहेछन्। तर खोल्नु पर्यो। आयो बा नि। ल घर चाहिँ यो चाहिँ घर हो। बाटो पिच है, बाटो चाहिँ अनि तरकारी लगाउने बारी चाहिँ यो हो कि यो ठ्याक्कै यो बाटोबाट। अनि ठ्याक्क पछाडि आँठो खयो यहाँसम्म, यो आँठो यसरी हो होइन। यो चाहिँ तरकारी लगाउने बारी ठ्याक्क यसरी। यो चाहिँ पडोसीहरूको बारी हो यो चाहिँ। ल यो घरको चाहिँ यही हो, दामी छ अरे भित्र चाहिँ म गएन। यी बाख्रा बाँध्ने खोर, बाख्रा पनि पाल्न मिल्छ। यी दाउरा साउरा राख्ने भैँसी सैँसी पाल्छु भने पनि छ। पछाडि फेरि 2टा कोठा प्लस एट्याच रहेछ कि, यस्तो दामी छ कि। ल
यी ग्यास पनि छ, भैँसी गाई पालेर ग्यास चलाउँछु भन्यो भने ग्यास गोबर ग्यास सहित छ। ल यही हो बाख्राको खोर। यो यतापट्टिको घरको, यो पनि यही घरकै हो, भित्रपट्टि एटेच छ। बाहिर पछाडि पनि यतिको तरकारी लगाउने ठाउँ छ, यही लगाउने हो भने। ल यही हो, यस्तो दामी छ। बिहान घाम उदाएबाट अस्ताउने बेलासम्मको घाम लाग्छ, यहाँ केहीले छेक्ला भन्नु पर्दैन, यस्तो दामी ठाउँ छ। बाटो ल तरकारी लगाउने बारी चाहिँ ठ्याक्कै यो म उभिएको यो आँटा हो, अनि यसरी सुइँ त्यहाँसम्म है। घर भनेको चाहिँ यिनै हुन्। यो पनि हो, यसमा पनि दुईवटा कोठा र भित्र एटेच। यसमा त खै छवटै रहेछ क्या कोठा पनि, चाबी लगाएर चाहिँ हेर्न हुन्थ्यो। ल घर भनेको चाहिँ दामी छ। तरकारी लगाउने बारी मेरोभन्दा दोब्बर धेरै रहेछ। बाटो यताबाट आयो भने पुरै पिच छ, बेङ्गास्थलदेखि यहाँसम्म पिच छ। उता हाम्रो घरतिरबाट आयो भने अलिकति कति भन्छ त्यसलाई मैले भन्न जान्दिनँ। हाम्रो घरबाट यहाँसम्म 1 किलोमिटर हो। अब 1 किलोमिटरमा आधी पिच छ, अलिकति मात्र अफरोड, त्यही पनि फेरि पिचभन्दा कम छैन क्या। ल यही हो, जङ्गल जानु पऱ्यो भने पनि नजिकै छ। पानी बस्न आनन्द, यी जङ्गल यहीँ तरकारी बारीबुटा लगायो भने पनि थाँक्राहरू लिन टाढा जानु नपर्ने। स्कुल यहीँ छ, यहाँभन्दा थोरै माथि कलेज पनि छ पच्चभैया भन्ने ठाउँमा। नत्र भने पिउ ऊ त्यहीँ नजिकै हो, ती हाम्रो घरतिर हो रुपिउ। ल त्यही हो, अब समग्रमा सबै भने। अब अरू पनि बुझ्न चाहनुहुन्छ भने विस्तारमा फेरि भनौँला। आउनुहोस्, देखाउनुहोस्, मन पर्यो भने वेलकम छ। अगाडि पनि तरकारी रोप्ने ठाउँ यत्रो रोप्यो भने। ल